हामी चाहिँ हाइकिङको लागि आएको खास चाहिँ तर आकाकीमा गाडी राखेर यहाँबाट माथि जाने भन्ने प्लानिङमा आएको तर यहाँ चाहिँ हिउँ परेर चिसो यति चिसो है पुरै हिउँ जमेर केही छैन प्लानिङ त्यस्तो राम्रो प्लानिङ गरेर आएको छैनौँ हामी चाहिँ नर्मल्ली माथि जाने भनेर आएको थियौँ सानो प्रिपरेसन गरेर तर एकदमै हिउँ परेर चिसो भएर अलिअलि गाह्रो भइदिन्छ मान्छेहरू चाहिँ थुप्रो आइरहेछ हाइकिङको लागि टिकटकमा लाइभ बसिरहेको छ एउटा चाहिँ खेउ त लाइन थियो म मेरो पछाडि देखाउँछु कस्तो छ यो चाहिँ यहाँ मन्दिर छ बिचमा वरिपरि त हाल्छ यो पुरै जमेको ताल पुरै जमेको ल आऊ यहाँ एकैछिन हेरेर जाऊँ पुरै जमेको यो ताल यस्तो मजाले जमेको है हामी हाइकिङ गरेर त्यो माथि डाँडामा जाने भनेर आएको खास चाहिँ यहाँ आइपुगेपछि यहाँ लौ गाडी यहाँ पार्किङमा राखेर जाने भनेर आएको यहाँ आइपुगेपछि पुरै हिउँ परेर कस्तो भएको छ यो पुरै डाँडा कस्तो हिउँ पऱ्यो क्या यस्तो हिउँ अनि यो आइस यस्तो जमेको छ है कस्तो दामी साउन्ड आइरहेको क्या आइस 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 फुटेको साउन्ड के हो सुन ल उयो यस्तो दामी छ यो आइस हेर कस्तो दामी जमेहा एउटा आइस हारमा एउटा कत्रो बाक्लो फुट्यो हेर आइस जमेको हेर नि यही यस्तो जमेको यो नि उता कुन चाहिँ ढुङ्गा फालेर चाहिँ ढुङ्गा चाहिँ लेन फुट्याएर हुन्छ कस्तो बाक्लो छ ए कसैले घर बनाउनु छ भने मार्बल लिएर जाऊ हेर्दै कस्तो बाक्लो हेर्दै तरै जाउँ यो फुट्दैछ क्या उताबाट पग्लिँदै पग्लिँदै आउँदैछ बल्ल उताबाट अब त हुन्छ होला अलिअलि साइड साइड सबै फुटिसक्यो नि त लु नि त लु बिचतिर छिरेर एकचोटि पसौँ के थियो यस्तो हिउँ परेर चाहिँ नि बेहाल हामी चाहिँ यहाँबाट माथि जाने भन्ने सोचमा आएको कसरी जाने त अब हिउँ परे यस्तो मान्छेहरू त एकदम पर्फेक्ट व्यवस्थित तरिकाले आउँदो रहेछन् जाँदो रहेछन् हामी चाहिँ त्यस्तो पर्फेक्ट व्यवस्थित तरिकाले आएको थिएनौँ नर्मल तरिकाले आएको थियौँ अलिअलि ब्याकअप प्लान राखेर आएको थियौँ नचाहिने कुरा नगर है तिमीहरू अलिक खालो कोटायो ट्याट ओ घरले चिप्लिन्छ परेन जानु भयो भयो परेन आउनु
चिप्लिन्छ है साँच्चै भनेको झुस्लान नचाहिने काम नगर न त्यो त अहिले यताउति नफुटेको भए पो फुटेको छ नि त यो छेउ साइड नफुटेको भए चाहिँ ऊ हुँदैन थियो होला कि अब चाहिँ फुट्न घाम लाएर चर्किन थाल्यो कि बिचमा आवाज सुन नचाहिने कुरो नगर न दस लादिन जे पनि हुन्छ उहाँ त्यो बाजे के गर्न थाल्यो पस्न आँटेँ क्या आमैले आमैले पो ढुङ्गा हानेको थिएँ क्या उहाँ ढुङ्गा हान्दैछिन् आमैले ड्याङ्का ड्याङ केटाहरूले खुब रमाइलो गर्दा हाइकिङको लागि निस्केकोहरू चाहिँ मान्छेहरू कहाँ पुगे के माथि पुगिसक्यो यस्तो यिनीहरू कता कताबाट यति बेला खुब आउँछ क्या यतातिर हामीले चाहिँ हिउँ परे छ भन्ने चाहिँ एक्सपेक्टै गरेको थिएनौँ कि यति बेला अब तल त एकदम गर्मी बढिसकेको छ नि त धेरै नै त्यसले गर्दाखेरि चाहिँ गर्मी चाहिँ नचाहिने कुरो नगर जाउँ बरु यताबाट हिँड्दै माथितिरसम्म जाउँ अनि ऊ परसम्म जाउँ आउनु किन हौ कस्तो राम्रो बुढाएको हेर्न कति बाक्लो चाहिँ जमेको होला त यो है हेर त कस्तो बाक्लो जमेको होला त्यो हुँदैन हुँदैन नचाहिने काम नगरौँ गाई छ त्यस्तो बाक्लो जम्या हुँदैन हुँदैन अहिले यो त चिप्लिन्छ क्या केटाहरू कस्तो कुरा नबुझेको यस्तो चिप्लिन्छ यो त्यो पो चिप्लिन्छ मान्छे कहाँ चिप्लिन्छ हुँदैन केटाहरू खुब खेलिरहन् जमे पुरै यहाँ हेर न माछा हो यहाँ हेर यहाँ माछा हो कि गड्याउला के भ्याउताको बच्चा हो नि कति सानो खानु हेर त भ्यागु त हो नि खै के हो नि माछै हो ररेला नि यहाँ टेकेको केटा जुत्ता फुट्छ नजानु अहिले जुत्ता भिजाएर बिजोग हुन्छ है भनेको मान्दैन केटाहरू अहिले खुब यी भ्यागु त हो नि कि माछा हो नि भ्यागु त हो नि यार कस्तो राम्रो छ नि त आइस छ मेरो ल नाचौ नाच जुनकिरी नाच्न आयो भने त मजा हुन्छ नाच्नु नजान्नेले आएको नि ल नाचिदियो कस्तो दामी मौसम खुलेको छ अब हामी यहाँबाट अलिकति माथिसम्म चाहिँ जान्छौँ है नि त ऊ चाहिँ बाटै जस्तो छ त ऊ त्यो ठाडै है छैन यार परेर पुरै जमेहा हिउँ ताल जमेहा आदि उता अघि देखाएको ठाउँमा भाइ गाडीको लाइसेन्स पनि छ लाइसेन्स छैन टिफर लिएर हिँडेका मान्छे हुने कि हिँड्न चाहिँ लाइसेन्स बेकार
लाइसेन्स बेकार गाडी लिएर हिँड्ने मान्छे यही हो। यसलाई समातेर ल न ल कारवाही गर्नु पर्यो। यस्तो गरेपछि कहाँ हुन्छ नि? यस्तैले गर्दा देश बिग्रेको। मान्छेहरू यसरी ट्रेक हिँडिसकेका छन् झ्याप्प लाएर। हामी अब त्यहाँ यसो सामान लिन्छौँ गाडीबाट, त्यस पछाडि हामी निस्किन्छौँ। कस्तो व्यवस्थित तरिकाले। सो हामी चाहिँ अब यहाँबाट हाइकिङको लागि थोरै माथिसम्म चाहिँ जाने भयौँ। हिउँ चाहिँ परेकै छ, यी पुरै हिउँ छ, माथि माथि सबै हिउँ परेको। तै पनि अलि माथिसम्म चाहिँ जाने। हामी त्यस्तो प्रिपेयर भएर आएको छैनौँ, अलिअलि प्रिपेयर भएर आएको छौँ। केटाहरू गर्मी तल त इसाकीमा तल एकदम गर्मी छ नि त, लगभग 16-17 डिग्री पुगेको दिउँसो त। अनि पुरै गर्मी छ। अनि कुल लुगा लाएर हाइकिङ आएको, कुल लुगा लाएर हाइकिङ आएको अरे। कहाँ ऊ माथि हो र? अब यहाँबाट जाउँ कस्तो हुँदै जान्छ। फर्स्ट टाइम आएको जापान आएर हाइकिङ हामी, र फर्स्ट टाइमै वेस्ट भयो कि एकदमै बेकार जस्तो भयो कि। अब अर्कोचोटि चाहिँ अलिक व्यवस्थित भएर आउँछौँ अर्को ठाउँमा। आज चाहिँ अलिक माथि प्यान्ट त यो उसकै हो, ट्र्याक नै हो। मैले यो वर्कम्यानमा किनेको। भालु आउँछ अरे, भालु आयो भने ता फुट्ने हो केटा हो। रुखा चढ्नु, रुखा चढ्छ त नि भालु। आयो एउटा स्टोरी थियो नि होइन, मर्याखेरि सुत्ने भन्ने। ऊ त के हो, चरा हो रुखमा। म्याक्सिमम् मान्छेहरू चाहिँ यतातिर हाइकिङ आउने, क्याम्पिङ गर्ने, अनि त्यस पछाडि फोटोसोटो खिच्ने मान्छेहरू चाहिँ धेरै आउँछ कि। चराहरूको फोटो खिच्नेहरू। अब यहाँबाट रोड छोडेर हामी यहाँबाट उकाल लाग्ने हो। ट्याक्क किलोमिटर लेखेको छैन, जाउँ। माउन्ट ओरोबिसियान अरे 1.1 किलोमिटर। यहाँसम्म जाउँ, त्यस पछाडि हामी फेरि सोच्नेछौँ कतासम्म जाने भनेर। सो हाम्रो यात्रा यहाँबाट सुरु भयो। अब यता आउँदैछन् हिउँ। हिउँ चाहिँ अलिअलि परे। हजुर लट्ठी चाहिँदो रहेछ नि, लट्ठी चाहिँ ल्याइएन। अर्कोपल्ट आउँदाखेरि लट्ठी लिएर आउँला है। अब आज आधी बाटोसम्म गइन्छ होला, अलिकतिसम्म। नेक्स्ट टाइम आउँछ चाहिँ अलिक प्रिपेयर भएर आएर अलिक माथिसम्म जाने गरी आउने। त्यस्तै लाग्यो। अरू भन्दा भोलि चाहिँ काममा चाहिँ कसरी हो भन्ने कुरो। कस्तो बुढाबुढी त आइरहनु। तिमीहरू हिँड्दैन नभन न यार, लक्का जमाना अहिलेका भर्खरका केटा। ओइ हिँड्ने बानी भरै नभएर कि के भएको उति छ त रोड त। यहाँ आइपुग्दाखेरि त अलि स्या स्या भयो। नेपालमा खुब हिँड्छ यस्तो बाटो। वहाँबाट आएको हामी यहाँ आइपुग्दा थक्रो फिलो भइसक्यो। यिनीहरूको त के छ त, यसो छुट्टीमा आउने जाने। आम्मामा खुट्टा बटारिन्छ नि त केटा। खतरनाक छ बाटो चाहिँ। हेर त ठाडै छ, ठाडै। चाहिँ हामी माथि कहाँसम्म पुग्छौँ आज। मेरो जापान बसाइ आएको 9 वर्ष भयो। 9 वर्ष पछिको हिँडाइ हो यो। भरे त बेजोड हिँड्नु त है।
यो फेरि लौरी चाहिँदैन भन्ने, तर यस्तो ठाडे उकालो छ भन्ने पनि मैले सोचेको थिइनँ यार। हिउँ जमेर यस्तो जङ्गल छ पुरै। एकै मिनट हावा खाम त केटाहरू डर हिँडे म थकै लागिसक्यो। आमामा हिउँ परेर रोड त घुमेर आयो होला नि यहीँ छ। हामी हिँडेको त धेरै भयो नि त। यस्तो हिउँ पऱ्यो चिप्लेला केटा जुत्ता त्यही भएर त्यस्तै खालको जान्छ। मान्छेहरू यसरी हिँड्छ हिउँ यस्तो छ। यहाँ त हिउँ छ, यहाँ त ओइ एभरेस्ट चढ्ने उनी लाएर आन्छ नि जुत्ता। यो त एभरेस्ट चढ्ने जुत्तै छैन। चिप्लेलाई यस्तो छ। यिनीहरूले त सब एभरेस्ट चल्ने माउन्ट चढ्नेको जुत्ताहरू लाएर आए। चिप्लेलाई के त अलि अडिएर हिँडौँ। हामी यहाँभन्दा माथि जान सक्दैनौँ। घले यहाँ माथि जान सक्दैनौँ। जान्छ होला घले होइन। माथि कहाँ पुगेको छैन होला। यस्तो हिउँ परेछ भने यस्तो त्यसरी भएन कि। अलि माथि जाउँ अनि फर्किउँला उता डाँडासँग पुगेर ल। यो त अरे यस्तो बाटो चाहिँ गएर जान्छ। कस्तो भइरहेछ बारबाट चिता ल्याएन आज। त्यस्तो हुन्न। अलि माथि जाउँ फर्क्यौँ भने लैन। यस्तो छ बाटो। अरू केटाहरू हिँड्दैछन्। अलि माथि होइन अलिक पक्रिन्छ एकछिनमा। अलि मान्छे हिँड्छ अलि हुन्छ। मान्छे हिँडेपछि अलिक हुन्छ नि त। अझै नसक्ने अब यति घाँड खायो भने त हुन्न। अलि माथि गएपछि अलि नसक्ने स्थिति आयो भने फर्किँदा। यस्तो छ बाटो। हिउँ परेर हामी त्यो जुत्ताहरू लाएर आयो। स्पोर्ट जुत्ता लायो तर यस्तै हिउँ परेछ भन्ने थाहै भएन नि त। हिउँ जमेको भन्दा अनि आमामा ल अलिकति माथि आइपुग्यो बल्ल। यसो भिडियो बनाउँछु भाइ माथिबाटै। मजाको आइपुग्यो गाडी चाहिँ अलिकति बिचमा देख्दैन नि यो हिउँ खतरा देखिने कि यहाँबाट। यस्तो हामी ऊ तलबाट आएको त्यो ठ्याक्कै तालको छेउबाट यहाँ माथि आइसक्यो।
जाउँ बिस्तारै बिस्तारै जाउँ ल आउँ ल यही बाटो होला त्यहाँ अलिकति समस्या रहेछ माथि कस्तो छ हेरेर जाउँ न नेपालतिर कस्तो कस्तो बाटो हिँड्छ मान्छे सब चेन लाएर आएको हुँदो रहेछ यस्तो दामी छ तल माथि फेरि यस्तो रहेछ सब जुत्तामा चेन लाएर आउँदो रहेछन् कि सागा गोर्खेली ठिटो के छ खबर गोर्खालीको छोरो म त देश विदेश घुमेँ नि जहाँ घुमेँ नि प्यारो लाग्ने घाटमा चाहिँ मान्छेको साथी यस्तो छ तल माथि यस्तो छ यहाँदेखि मुनि यस्तो छ यो तल जङ्गलमा भइजान्छ होइन यार यहीँको ढुङ्गा हो भले त लुइँ कहाँ लुइँ हिँडेको त यार तपाईँ त ड्याङ हिँडेको त चिप्लेर लड्न भएन दाँत खुस्काउनु भएन हात खुट्टा भाप्न भएन केटा हो अर्थ जे गरे नि गर यो रुखको पत्कर झरेको ठाउँमा चाहिँ जमेन पनि सजिलो बाटो ढुङ्गा भाट्न चाहिँ गाह्रो फेरि त्यस्तै बाटो आएको खुट्टामा अलिक ग्रिप लाएर है गियर बढाएर उकालो उक्लिँदैछौँ सोलो ट्राभलहरू आइरहन् तपाईँलाई कस्तो भइरहेको त आजको दिन अब धेरै समयपछि उकालो चढेको एकदम त्यही माथि त्यो हिउँ एकदमै नपक्लेको भएर बाटै स्या बढी यो एकदम बढ्यो त्यति ठुलो भयो हिउँ चिप्लो भयो क्या हिँड्न गाह्रो त एकदम गाह्रो भइरहेको छ तर हिँडी चाहिँ रहेको छ तल उ त्यस्तो छ ल अहिलेदेखि चिसो लागिसक्यो मान्छेलाई बाटो चाहिँ यस्तो छ पुरै हिउँ यस्तो हिँड्नु पर्यो अब चाहिँ हामी माथि कहाँसम्म सक्छौँ आज सायद धेरै माथिसम्म जानु सक्दैनौँ प्रिपेयर राम्रोसँग आएन हाम्रो माथि टाढोसम्म चाहिँ पैसा चिप्लो छ है यस्तो छ नि यस्तो हिउँ परेछ भन्ने कुरो थाहै थिएन कि हेर त कस्तो हिउँ परेछ अनि हिँड्दैछन्
हाम्रो टोली पनि यता नि रहेछ क्या यसो जाने हेलो लाइभ हो कामबाट टाइम निकाल्दैछ आज हिँडेको चिप्लो छ यहाँ यस्तो चाहिँ चिप्लो हुन्छ ओइ माकुरी चिप्ल्यो यस्तो बाटो लौरो चाहिँदैछ लौरो नलिआइयो के थाहा त यस्तो छ हिउँ भन्ने कुरो चाहिँदैन बुढाबुढीले यस्तो लौरो टेक्छन् भनेको थिएँ मैले फोल्डिङ लौरो ठिक हुन्छ यतैबाट छ क्या बाटो यतैबाट नि रहेछ अलिअलि त ल हामी लगभग यतातिर आइपुग्यौँ अहिले हाइट तिहारीका केटाहरू यहाँ हिँड्दैछन् है भिर रेन्जर रहेछ हामी एउटा माउन्टेन चाहिँ आइपुग्नु अरे अलिकति अब कहाँबाट चढेछ यिनीहरू यो हो नि त ठिक है हामी अब आइपुग्न आँट्यौँ अब चाहिँ के अरे खेम सेन्चुरीकै भाइ हो नि गीत गाउनमा त पग्लिँदैछ अझै हिउँ त्यति बेला सायद आज यहाँ आइपुग्यौँ हामी बल्ल म यहाँ देखाउँछु हिमाल देखाउँछु है तलको ताल देखाउँछु यहाँ आइपुग्यो ल 40 किलोमिटर छ अझै मात्र छ 140 किलोमिटर छ बसौँ आमा लगाएर त लगाएर 140 किलोमिटर यो ठाडो त किन उक्लिन सकिन्छ राजर एरियामा ठाडै छ त्यो त हामी लगभग यहाँ आइपुग्यौँ तलबाट त्यहाँसम्म अघि यहाँ आइपुग्यौँ
यस्तो छ यहाँबाट हेर्दा पुरै हिउँ पऱ्यो अगाडि यहाँबाट यो ठाडै माथि जाने हो यहाँ हो यस्तो तर आज हामी यहाँ सक्दैनौँ र यतापट्टि चाहिँ हिमाल देखिन्छ म यहाँ देखाउने कोसिस गर्छु यसो यहाँ छिरेर कस्तो राम्रो नेपालतिर जस्तै भाइब आउँछ मान्छेहरू चाहिँ माथि हिँड्दैछ कहाँ देखाएर भर्खरै यतातिर टिक्क निस्कियो यार मान्छे त सर्लकै छ उत्तानो परेर तल जाला है मैले भनिदिएँ नि अहिले जुनकिरी नाच जुनकिरी यस्तो छ यता चाहिँ रमाइलो छ अरे ओहो ओहो यो हो नि त कति रमाइलो ल हेर ल ल रामै यस्तो हो नि त सो हामी चाहिँ यहाँसम्म आयौँ आज यहाँभन्दा माथि हामी नजाने भयौँ नेक्स्ट टाइम चाहिँ अलिक प्रिपेयर भएर आएर जाने प्लान गऱ्यौँ यहाँबाट चाहिँ ठाडै माथिसम्म जान्छ यो अझै धेरै माथिसम्म छ भने चाहिँ नेक्स्ट टार्गेट गरेर हामीले चाहिँ अब अहिलेलाई चाहिँ यहीँबाट फर्किन्छौँ हामी आज चाहिँ उहाँ तलबाट आएको यहाँबाट हामी तल झर्दैछौँ फेरि अब चाहिँ बिस्तारै झरौँ है चोट नलागिकन झरौँ अहिले बजाइ बाजे कता आइपुग्यो भने ती बुढा बुढा ए उहाँ तल आउँदो रहेछ मैला कसले ओह्रालो केस भयो योबाट खिच्ने त कुरै छोडिरहेको ठाउँ पढ्ने मान्छे चाहिँ लगभग सकिएछन् त्यहाँ आउँदैछौँ चिप्लेर उडिरहेको आज खास यसरी हिउँ परेछ भन्ने कुरो थाहा थिएन नि त त्यही भएर नर्मल सुजमा आएको थियो स्पोर्ट्स सुजमा कोही नर्मल सुजमा आएको त्यही भएर चाहिँ यता चिप्लेर हैरान्छ जुनकिरी जुनकिरी नानी हत्तेरू न अघि उकाला मलाई छोडेर नि यहाँ तेरीमा आऊ र हिँडा हो त्यो तल चाहिँ हामीले अघि आइस फुटाएको ठाउँ चाहिँ हो त्यहाँ हो क्या पक्रेर अहिले त पर गइसकेको छ आइस पानी खाउँ केटा क्याम्प आउनु चाहिँ दामी हुँदैछ के भएर जुनकिरी कस्तो भइरहेको त अब नेक्स्ट टाइम हामी माथि टुप्पै पुग्ने होइन नेक्स्ट टाइम त यो हुँदै हुन्न नेक्स्ट टाइम त पुगिहाल्छ यो ओर्लिनलाई गाह्रो भएर यो गाह्रो भएर उताबाट आउनु ठिक पर्छ यो फेरि यस्तो त ठाडै छ चिप्लो न चिप्लो हो है त्यही भएर हो त्यताबाट रुखसम्म आऊ नि त
बाटै रहेछ त यताबाट यता राम्रो छ नि बाटो म ओह्रालो आएर कि गोप्रो भयो भने सजिलो हुन्छ कि गाडी भइसक्यो यस्तो नभन न गाइडले यार गाइड जस्तो मान्छेले यसरी नभन न अब चाहिँ हामी फर्किन्छ भयो नि त खलखल्ती भएको थियो र अहिले त अहिले भयो लगभग हामी माथि जाँदाखेरि 3 घन्टा जस्तो चढ्यौँ है 3 घन्टा चढ्यो ओह्रालो झर्दैन ओह्रालो झर्दा अलिक गाह्रो भयो छाडै चिप्लियो कि त्यही भएर अब यहाँबाट चाहिँ हामी ट्याक्क घर फर्किन्छौँ अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अझै प्रिपेयर भएर आएर घन्टी चाहिँ ल्याउनै पर्ने है झोला झुन्डाएर सबले टिङ्रिङ पारेर हिँड्दाखेरि हिउँ पग्ने छैन अझै जति हिउँ छ त्यस्तै गाडी चाहिँ यहाँ राखेको छ ऊ ट्याक्क त्यहाँ गाडी राखेर ठ्याक्क माथिसम्म गएपछि त्यो माथिबाट रुट देखाएको छ माथिसम्म जाने यहाँबाट नि रहेछ क्या पहिला यहाँ त गाडी बाटै जस्तो छ त हुनसक्छ हामीले गाडी यहाँ राखेर गएको छौँ यहाँ भएको गाडीहरू चाहिँ सब यहाँ अझै पर 3-4 ठाउँमा राखेको छौँ गाडीहरू राख्ने ट्याक्क अनि जाने